नमस्कार साथीहरू। आज नेप्से 38.79 अङ्कले घटेर 2744.40 अङ्कमा बन्द भएको छ। नेप्सेले आज 2800 को एरियाबाट रिजेक्सन खाएर तल झरेको हामी देख्न सक्छौँ। अब नेप्से चाहिँ किन झर्यो भन्दाखेरि नेप्से यो पहिलाको रेजिस्टेन्स एरियाबाट झरेको हो। यो चाहिँ अब रेजिस्टेन्स एरिया भन्न सक्छौँ हामीले। अब यो एरियाबाट चाहिँ नेप्से झरेको छ अहिले। अब नेप्से चाहिँ कुन ठाउँसम्म पुग्न सक्छ भन्दाखेरि अब यो ट्रेन लाइनबाट बढेको थियो नेप्से। अब नेप्सेले चाहिँ यो ट्रेन लाइन चाहिँ तोड्नु भएन। अब यो ट्रेन लाइन तोड्यो भने नेप्से अब यो एरियासम्म फेरि आउन सक्छ भनेर हामीले भन्न सक्छौँ। यो एरिया भनेको 2600 को एरिया हुन्छ है। यो एरियासम्म फेरि आउन सक्छ। अब नेप्सेले यो ट्रेन लाइन प्रोटेक्ट गर्नुपर्ने हुन्छ। हामीले आवरलीमा हेर्दाखेरि यो आवरली ट्रेन लाइन चाहिँ ब्रेक आउट गरेको थियो, तर लास्ट आवरमा पनि बढेको थियो र यो अहिले यो एरियाबाट रिजेक्सन पनि खाएर तल झरिरहेको हामी देख्न सक्छौँ। लास्ट आवरमा चाहिँ आज धेरै भोल्युम आएको छ। झन्डै 2 बिलियनको सेलिङ आएको देख्न सक्छौँ हामीले। आज सबैभन्दा धेरै घट्ने सेक्टर भनेको हाइड्रो पावर र ट्रेडिङ सेक्टर रहेको छ र त्यसपछि होटेल र फाइनेन्स सेक्टर पनि 2% भन्दा बढीले घटेको देख्न सक्छौँ। म्युचुअल फन्ड भने आज ग्रिन नै रहेको छ। आज सबैभन्दा धेरै घट्ने स्टक भनेको एफएमडिभिएल रहेको छ, जुन चाहिँ हिजो लास्ट मोमेन्टमा सर्किट लागेर बन्द भएको थियो र लास्ट मोमेन्टमा सर्किट लागेको हुनाले आज यसमा राम्रै सेलिङ हामीले देख्न सक्छौँ। हिजोको भोल्युमभन्दा आज भोल्युम धेरै आएको छ। हामीले यसबाट चाहिँ सेलरहरू हाबी भएको हामीले भन्न सक्छौँ। आज सबैभन्दा धेरै भोल्युम आउने स्टक रहेको छ एनएचपिसी। एनएचपिसीले अब हिजोको यो ग्रिन क्यान्डललाई आज इन्गल्फ गरेर हिजोको भोल्युमभन्दा धेरै भोल्युम आएको छ आज र यसले पनि अब केही करेक्सन आउँछ भनेर जनाउँदछ। अर्को आरएसएमएल छ। आरएसएमएलले पनि हिजोको क्यान्डललाई आजको क्यान्डलले इन्गल्फ गरेर करेक्सनको सङ्केत दिइसकेको छ। अब हामीले नेप्से हेरौँ। नेप्सेमा अब हामी इन्डिकेटर लगाएर हेर्छौँ, आरएसआई र एमएससिडी। एमएससिडीले चाहिँ आज बाई दिन लागेको थियो, तर आज धेरै सेलिङ आएको हुनाले बाई चाहिँ दिइसकेको छैन। एमएससिडी हिजोको दिनसम्म स्ट्रेट बढिरहेको थियो, आज सेलिङ आएको हुनाले जस्तो बढेको थियो त्यस्तै घटेको छ आज। बोलिन्जर ब्यान्ड लाएर हेरौँ। बोलिन्जर ब्यान्ड लाएर हेर्ने हो भने बोलिन्जर ब्यान्डले आज यो मिडल बोलिन्जर ब्यान्डबाट रेजिस्टेन्स खाएको हामी देख्न सक्छौँ। यो मिडल बोलिन्जर ब्यान्डबाट आज राम्रै रिजेक्सन खाएको छ र यो क्यान्डललाई हामीले बेरिस इन्गल्फिङ क्यान्डल भन्छौँ। अब त्यति माथि छैन, त्यसैले त्यति डराउनु पर्ने चाहिँ छैन। अब हामीले चाहिँ यो एरियालाई प्रोटेक्ट गर्छ कि गर्दैन भनेर हेर्नुपर्ने हुन्छ। 2680 को एरिया योभन्दा तल क्लोजिङ लिन थाल्यो भने चाहिँ अब यो 2600 को एरियामा नेप्से आउँछ भनेर हामीले भन्न सक्छौँ। आजको भिडियो यहीँसम्म गरौँ। तपाईँहरूको केही जिज्ञासाहरू छ भने कमेन्टमा सोध्न सक्नुहुन्छ। अर्को भिडियोमा म समेटेर भिडियो बनाउने कोसिस गर्नेछु। आजलाई यति नै। धन्यवाद।